मलाई फेरि रमाइलो लाग्छ। राम्रो हुन्छ बेस्ट दिदी अल्छी मान्छ नि मैले चाहिँ यो भ्रमणमा नै अल्छी मान्छु। बताल्ने नत्र दाइ एउटोको त्यो पनि अब तपाईँ यहाँभन्दा तल हाम्रो चोकमा एकदम मान्छे चलपल हुन्छ नि 50,000 भन्छन् ठ्याक्कै खाली भएको छ त्यो चोक्कैनिर होइन पजलो त त्यही दिन नै बाटो हो ओल्या बोली तर मेरो मनमै नै भित्र भइयो कि अहिले नै यस्तो गर्ने भने त भोलि झन् कस्तो आखिर त्यो 4 वर्षमा उहाँकै सामान त हुन्थ्यो पछाडि मैले त पछाडि सामान राख्ने थिइनँ होइन उहाँले नै मैले त मेरो विदेशमा राख्ने हो टेबलमा अनि हो त्यही बुटल पनि त्यस्तै यहाँ पनि लम्बाइ पनि त्यही पर पनि त्यही सबै त्यस्तो गरेर राख्यौँ अनि फेरि मैले अगाडि गएर दिदी अनि म स्टल देखाउन आएको छु